I need to know everything, who and the what and the where, I need everything. Trust me, I hear what you're saying, but act like it's new what you're telling me. I'm curious, George, I hop in the Porsche, it's 5 and a horse, I'm ready for war, I'm coming for throats, and turn to a ghost, I need to know everything. Now you be surprised at the info you get is by letting them talk, so I'm letting them talk. Gotta keep quiet, maneuver and signs. हो हेर्नुहोस् त फाइनली मेरो अर्को नयाँ बिजुली गाडी टलल बवालसँग टल्किसकेको छ र योभन्दा अगाडि हेर्नुहुन्छ तपाईँ टेस्ला पनि टल्केर देख्नुभयो होला त्यस्तै योभन्दा अगाडि सानो डल्ले इटो पनि टल्केर देख्नुभयो र मेरो पुरानो मर्सिडिज बेन्ज पनि तपाईँले मजाले टल्केर देख्नु भएको छ यो काहीँ नभएर एउटै ठाउँ हो अल्ट्रासाउन्ड म यहाँभन्दा अन्त कहाँ जाँदै जान्न मेरो आफ्नो गाडी टल्काउनुलाई र म मात्रै होइन यहाँनिर तपाईँ हेर्नुहुन्छ नि यति धेरै मान्छेले अहिले चाहिँ कोटिङ गर्न अल्ट्रासाउन्ड पनि आइराख्नु भएको छ यहाँको सर्भिस र डिटेलिङ कोटिङ असाध्यै राम्रो भएर पनि हुनसक्छ र यहाँ मात्र यस्तो कोटिङ हुन्छ जसलाई ग्राफिङ कोटिङ पनि भन्छौँ जुन चाहिँ पर्फेक्टली 10 इयर्ससम्म थाम्ने पनि छ र त्यति मात्रै होइन एकदम सुटुक्क भन्नुपर्ने कुरा यहाँ त अहिले सेलिब्रिटीको पुरै लाइनै लागेको छ क्या फटाफट जो हेरे पनि यहीँ आएर कोटिङ गरेर राख्नु भएको छ र यो भिड दिने राज के होला जस्तो लाग्छ भने खालि राजको मात्रै कुरा होइन यो कोटिङले गर्दाखेरि तपाईँको गाडीलाई पुरा वेदरबाट प्रोटेक्सन पनि गरिरहेको छ किनभने तपाईँले हाम्रो जस्तो वेदर देखिराख्नु भएको छ जहाँ एक्सट्रिमली पोल्युटेड वेदरमा हामी गाडी कुदाइरहेको छौँ जहाँ सेतो रङ जस्तोलाई त प्रोटेक्ट गरेर राख्न त अति नै गाह्रो पनि छ एक त हाम्रो इनारको पानीले कहिले काहीँ नुहायो भने पहेँलो हुनसक्छ बाटोमा एकदमै डस्टी बाटो तपाईँले पाइराख्नु भएको छ सफा गर्ने बेला स्क्रैचहरू आउन सक्छ होइन यी सबै कुरा र यति मात्रै होइन उहाँले यति मजाको कोटिङ सर्भिस तपाईँलाई दिएर देशमा एउटा सानोतिनो भए पनि रोजगारीको सिर्जना पनि गर्नुभएको छ र हेर्दा तपाईँले हेर्नुहुन्छ भने अल्ट्रासाउन्ड अब पहिला त यहाँ कुलेश्वरमा मात्रै थियो भने अब दुई ठाउँमा पनि भइसकेको छ आशा गर्छु भविष्यमा अब तपाईँले यसको सर्भिस धेरै ठाउँमा धेरै लोकेसनमा पाउन सक्नुहुन्छ होला देशभरि है भनेपछि यसको राज के रहेछ त अब यो कोटिङ त नर्मली हामीले पहिला बाहिर मात्रै देख्थ्यौँ नेपालमा धेरै चलन त भइसकेको छैन आएको तर यसलाई यति मजाले व्यवहारिक रूपमा ल्याएर एउटा व्यवसाय नै सिर्जना गर्न सक्ने के रहेछ खुबी अब यही कुरा बुझ्नको लागि चाहिँ आज हामी अल्ट्रासाउन्डको फाउन्डर हाम्रो नरेश भाइलाई नै हामी बोलाएर सबै कुरो जानकारी लिनेछौँ यो कसरी सुरु भयो के को लागि सुरु भयो र यसको उद्देश्यहरू के छ हामी बुझ्न सकिहाल्छौँ नरेश भाइलाई एकदम वेलकम छ है तिम्रै ठाउँमा तिमीलाई नि स्वागत छ अब के भने जस यति राम्रो ठाउँ बनाएको छ होइन गाडी पछाडि सेतो बनाएर आज गाडीको बारेमा कुरा पनि गर्दैछु अल्ट्रासाउन्डको बारेमा पनि मलाई एकदमै सोध्नै पर्ने कुरा हुनु त मलाई धेरै कुरा थाहा छ होइन तर पनि धेरै मान्छेलाई थाहा नहुन सक्छ क्या यो काम कसरी तिमीले सुरु गर्यो यति मजाले अर्काको गाडी टलक्क पारेर दिनुपर्ने राज यो दिमागमा चाहिँ कसरी आयो भन्ने कुराहरू चाहिँ मलाई एकदमै बुझ्न मन थियो क्या त्यही भएर आज चाहिँ विशेष गरी पहिलो कुराबाटै जाउँ होइन यो कहिले सुरु गर्यो र यो सुरु गर्ने मन कसरी आयो यो चाहिँ हामीले जस्ट लकडाउनभन्दा अगाडि मात्रै सुरु गऱ्यौँ अब यो सुरु गर्नमा पनि कहानी छ त हेर्नुहोस् लामै छ लामो धेरै लामो छ कारण के भयो भन्दाखेरि चाहिँ नि म एक ठाउँमा कारवास गर्न गएको थिएँ अनि कारवास गर्ने बेलामा कारवासलाई चाहिँ नि मैले गाडी छोडिदिएँ त्यस पछाडि 1.5 घन्टा जति मसँग टाइम थियो मेरो काम सकाएर आउँदाखेरि पनि स्टिल मेरो गाडी चाहिँ धोइ नै राखेको थियो है त्यहाँ अब धोको भने धोएर लिएर आएर पुसपास गरेर राखेको थियो अनि लन त भनेर एकछिन कुर्दा म 1 घन्टासम्म कुर्नु पऱ्यो 1.5 + 1 2.5 घन्टा एउटा गाडीलाई है म त्यहाँ बस्नलाई यसो हेरेँ दायाँ बायाँ कुर्सी पनि छैन मुढा पनि छैन होइन अनि त्यो दोकानको साउजी चाहिँ टक्क यसरी एउटामा कुर्सीमा यसरी बसेर अर्को कुर्सीमा चाहिँ नि खुट्टा राखेर यसरी आनन्दले बसिरहनु भएको रहेछ हेर्नुहोस् अब हट कुर्सी लिऊ भन्न नि मिलेन म यताउता दायाँ बायाँ गएर चाहिँ कतै चिया कफी खाने ठाउँ पाइन्छ कि भने वरिपरि केही पनि थिएन फेरि अब थन्किएर त्यहीँ बस्नु पऱ्यो हेर्नुहोस् अनि खुट्टा सुट्टा दुख्न थालिसक्यो त्यो भाइले सकेको होइन है अनि ल बाबु छोडिदेऊ अब चाहिँ म जान्छु भनेर थकित भएर चाहिँ नि म त्यहाँबाट निक्लिँदाखेरि चाहिँ नि यतिकै दिमागमा चाहिँ नि आयो हजुरको छट्ट एउटा राम्रो बस्ने ठाउँ राम्रो इन्भाइरोमेन्टको गर्मीमा चाहिँ नि चिसो र जाडोमा तातो हुने खालको एसी रुमको साथमा एउटा कारवास मात्रै खोल्दाखेरि भने यहाँनिर त राम्रै हुने रहेछ यसमा चाहिँ नि अलि सुविधाहरू चाहिँ नि कमै रहेछ भन्ने जस्तो चाहिँ नि मैले माने किन भन्दाखेरि अर्काको बिजनेसको विक पोइन्ट पत्ता लाग्यो यसलाई सुधार गर्यो भने केही न केही नयाँ काम हुन्छ व्यापार आउँछ भन्ने कन्फिडेन्स आयो हजुर त्यहाँनिर चाहिँ नि त्यो ठुलो ग्याप नै देखेँ क्या मैले होइन अब हाम्रोमा चाहिँ नि अलि जस्तै भनौँ न सानो व्यापारहरूमा चाहिँ कस्टमरलाई त्यति ध्यान दिने खालको चाहिँ नि हुँदैन क्या मतलब त्यस्तो खालको एटिट्युडहरू चाहिँ नि मान्छेमा देखिँदैन क्या त्यो कारणले गर्दाखेरि मैले त्यहाँ मात्रै होइन अरू ठाउँमा पनि मोस्टली टाइम चाहिँ धेरै नै लाग्थ्यो र त्यस्तै फोहोरी ठाउँ बस्ने ठाउँ एकदमै अव्यवस्थित है त्यो कारणले गर्दाखेरि एउटा व्यवस्थित ठाउँलाई चाहिँ नि प्लान भनेर चाहिँ दिमागमा यतिकै आयो
आउँदाखेरि मैले सुरु गर्ने ठाउँमा चाहिँ नि यसो के होला त भनेर चाहिँ नि यसो कुरा मात्रै गरेको थिएँ, त्यहाँ पनि ठ्याकठुक सबै कुराहरू मिलिहाल्यो हेर्नु, मिलिसक्यो ल नि त भनेर मैले यसैलाई चाहिँ नि अब कामहरू अगाडि बढाउन थालेँ। भनेपछि यो कोटिङ भन्दा पहिला चाहिँ तिमीले कार वास नै पहिला सुरु गर्छु, कार वास नै गर्छु भनेर सुरुवात भयो। हजुर हजुर, यो कोटिङको दिमागमै कोटिङ दिमागमा छैन। अनि यो कोटिङ दिमागमा चाहिँ कसरी? कोटिङ दिमागमा भनेको अब दिमागमा चाहिँ अरूले नै गर्नुभयो, मैले चाहिँ नि फर्स्ट टाइम यसलाई लिएर आएको चाहिँ होइन, अरूले नै गर्नुभयो। मैले चाहिँ नि योसँगै चाहिँ नि सम्बन्धित काम भएको कारणले गर्दाखेरि मैले चाहिँ नि यसैलाई एड अन गर्दै गएको खासमा। अनि गर्दा गर्दा अब सबैजनाले हाम्रो काम मन पराइदिनु भयो। हामीले चाहिँ नि अब उहाँहरूको पैसालाई भन्दा पनि उहाँहरूको गाडीलाई चाहिँ ध्यान दियो भनौँ न होइन। अब काम गराइसके पछाडि केही मूल्य त परि नै हाल्छ, तर पनि हामीले गर्नुपर्ने काम हाम्रो साइडबाट चाहिँ नि हामीले एकदमै राम्रो गर्नुपर्छ भन्ने हिसाबको आज पनि त्यही राखेर चाहिँ नि काम गर्छौँ। त्यसैले चाहिँ नि सबैले मन पराइदिनु भएको भएर अहिले चाहिँ नि छौँ। अब कस्टमरहरूले धेरैजनाले चिन्नुहुन्छ। अब कामको लागि धेरै दुःख गर्नु पर्दैन, उहाँहरूले आफ्नो साथीभाइहरू पठाइदिनुहुन्छ होइन। त्यो गर्दाखेरि अघि नै मैले सुरुमा भने यहाँ त मान्छेको लाइनै छ होइन, तिमी सेलिब्रिटीको पनि लाइनै छ होइन। यसो हेर्दाखेरि सबैजना दङ्गै पऱ्यो जस्तो लाग्छ क्या मलाई चाहिँ। टल्ल टल्किया गाडी सबै एकदम एक्साइटेड भएर मेरै गाडी हो। अझ मैले एक दुईवटा नोटिस गरेको छु, अरू धेरै मान्छेले चाहिँ अब यो कोटिङ भनेपछि नयाँ गाडी मात्रै ल्याएर कोटिङ गर्ने भन्ने सोचिरहेको हुन्छ होइन। नयाँ मात्रै त होइन, त्यो भिडियोमा हेर्छु नि पुरानो गाडी ल्याएको छ मान्छे छक्क परेको छ नि। इभन मै पनि छक्क परेको थिएँ कि मेरो पुरानो त्यो बेन्च गाडीले टल्काउँदाखेरि नेक्स्ट लेभल भएको थियो कि त्यो चाहिँ। कस्टमरहरू चाहिँ नि अझ बढी खुसी चाहिँ नि पुरानोमा हामीले भेटाउँछौँ, पुरानो गाडीमा। हजुर, नयाँ गाडी त एज इट इज नयाँ नै हुन्छ, तर त्यसमा एउटा प्रोटेक्टिभ लेयर लाग्छ र त्यो पहिलाभन्दा अलि बढी टल्किने त भइ नै हाल्छ। तर मेन उद्देश्य भनेको चाहिँ नि त्यसलाई टल्काउनु र प्लस हजुरको प्रोटेक्सन गर्नु हो। त्यो लामो समयसम्म टल्केरै कलरलाई चाहिँ एकदम माथिबाट लेयर एउटा दिएर त्यसलाई चाहिँ बचाएर राख्नु भयो। मेन कुरा भनेको त्यो होइन। तर नर्मली चाहिँ हामीले के बुझ्छौँ भने कोटिङ गर्ने बित्तिकै गाडी टल्किरहेको छ, टल्ल हुन्छ बुझिरहेको छौँ। हजुर हजुर, तर त्यसको मतलब चाहिँ खास टल्किने त हो। हजुर, त्यसलाई के कुराहरू छन् त्यसलाई बनाइ पनि राख्नलाई। अब कोटिङ गरेको गाडी होस् अथवा नगरेको गाडी होस्, अब जे पनि हामीले आफ्नो स्किन केयर गरे जस्तै हो कि। यसलाई चाहिँ स्किनलाई केयर गऱ्यौँ भने टलक्क टल्केर बसिराखेको हुन्छ। अब केयर गऱ्यौँ भने मैलो हुन्छ, चाउरी पर्छ, कालो हुन्छ होइन। यही नै हो, गाडीको पनि त्यसरी बुझ्न सकिन्छ। र त्यही पुरानो गाडीको कुरा गर्दाखेरि चाहिँ नि पुरानो गाडीमा चाहिँ यस्तै वास्ता नगरेर चाहिँ नि चाउरी परे जस्तो, कालो भए जस्तो यस्तो खालको देखिन्छ नि होइन। त्यो कुरालाई चाहिँ नि हामीले फेरि फाइन बनाएर चाहिँ नि ब्रान्ड न्यू सोरुमबाट निकाले भन्दा पनि अझ बढी टल्काएर दिन्छौँ। अनि कस्टमरहरू चाहिँ नि सबैजना गाडी देख्ने बित्तिकै सरप्राइज हुने मेन रिजन चाहिँ नि त्यो हो। कोटिङको सुरुवात चाहिँ कसरी भयो? बिउ कहाँबाट थियो? कोटिङको सुरुवात मेरो साथी, मेरो पार्टनर पनि हो, हामी सानैदेखिको जिग्री साथी, ऊ जापानमा बस्थ्यो। ओके है, उसले चाहिँ नि 7 वर्ष जापानमा बस्दाखेरि चाहिँ नि 5 वर्ष जति चाहिँ नि ऊ चाहिँ नि यही फिल्डमा काम गर्थ्यो। भनेपछि जापानमा चाहिँ ट्रेनिङ लिएको भन्नुभयो नि होइन, फुल्ली एक्सपिरियन्स जापानमा भएको थियो। हजुर हजुर, ऊ नेपाल फर्केको कि नेपाल अब ऊ त फेरि जान्छु भन्दा चाहिँ नजाऊ भनेर राख्यो। यस्तो भयो, ऊ आइसके पछाडि चाहिँ नि अब सम्बन्धित काम भइसके पछाडि मैले पनि ल यसमा जाऊँ न त भनेर उसलाई भनिसके पछाडि उसले पनि नाइ भनेन। अब विदेशमा बस्दा बस्दा अब कति बस्ने भन्ने कुरा हुन्छ नि। अब यहीँ केही बाटो देखिसके पछाडि उसले पनि हुन्छ भनेर भन्ने कुरा भयो। र यहाँ अल्ट्रासाउन्डलाई एडभान्टेज चाहिँ के भयो भनेर भन्दाखेरि 5 इयर्सको जापानको एक्सपिरियन्स पाइयो कि। वाउ होइन, अब जापान कति सिरियस छ भनेर त त्यो सबैजनालाई थाहा छँदैछ। हजुर हजुर हजुर, जापानिज पर्फेक्सन अब नेपाली हातमा त्यहाँबाट पुरा सिप लिएर। हजुर हजुर, ओके। अनि त्यस पछाडि चाहिँ नि उसको अन्डरमा चाहिँ नि सबैजनाले ट्रेनिङ पाए, सबैजनालाई काम गराउँदै गयौँ। काम गराउँदा 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 अहिले सबैजना अब एकदमै प्रोफेसनल छन् होइन। सबैजनाको काम गर्ने तौर तरिकाहरू नै फरक छ। अब उसले जे जापानबाट सिकेर आएको थियो त्यो चाहिँ नि यहाँ लागू गराइदिएको छ। मलाई त म यहाँ अब यसैसँग सम्बन्धित मैले नजानिकन
फेरि भाइहरूलाई कसरी सिकाउनु मैले त्यो पुरा सिक्दै यो आर्म्स पनि ठुलो त्यसरी भयो अब आर्म्सलाई चाहिँ नि जिम गएर भयो है मेन कुरा भनेको चाहिँ अनि मलाई चाहिँ सुरुमा आउँदा फिल चाहिँ के भयो भने तिमी एकदम लेबरेज गर्ने पुरै हातदै कोटिङ गर्ने त्यो हुँदाखेरि मलाई पनि अब कोटिङतिरै आउनु पर्ला कि जस्तो लाग्यो आर्म्स बनाउनलाई होइन त्यस्तो होइन त अब यो चाहिँ जिम गएर भयो होइन अब यसमा चाहिँ मेरो चाहिँ के लाग्छ भन्दाखेरि आफ्नो काम भनेको पहिला आफूले जडदेखि जान्नुपर्छ नत्र हो भने चाहिँ नि कामदारले लटपटाइ यो चाहिँ एकदम कामको म पनि अरूलाई धेरै कुरा भन्छु भने आफ्नो काम गर्दाखेरि जे काम पनि आफूले जानेको भयो भने मात्रै आफूलाई के अराउने के भन्ने भनेको थाहा हुन्छ हजुर हजुर एकदमै बेसिकदेखि जाने पनि सजिलो हुन्छ मैले पनि आफ्नो काममा कसैलाई भन्नु पर्ने भनिरहेको हुन्छु भने जस तिम्रो काममा पनि तिमीले मजाले आफू तलबाट जानिरहेको होइन त्यही भएर कसले के बिगारु के गर्नुपर्छ केही प्रब्लम आयो भने त्यसलाई कसरी सल्युसन दिने भनेको चाहिँ ठ्याक ठ्याक दिमागले काम गर्छ हजुर हजुर पक्का भनेपछि एकदम जापानिज सिक्ला यता फेरि आफूले सिक्यो हजुर हजुर अनि यो कोटिङहरू त पनि धेरै किसिमको छ नि त अब कसैले के कोटिङ कसैले के हुन्छ मैले चाहिँ यहाँ चाहिँ ग्राफिङ कोटिङ भनेर सुनेको छु होइन ग्राफिङ कोटिङको एकदम स्पेसल विशेषताहरू चाहिँ के छ एकदम यो पहिला चाहिँ नि हाम्रो 9H नानो सेरामिक भनेर भन्ने गर्थ्यो होइन अब त्यसैमा चाहिँ नि अहिले चाहिँ नि त्यो प्रोडक्ट चाहिँ नि अपग्रेडेड भएर चाहिँ नि ग्राफिन सेरामिक भनेर चाहिँ नि यो चाहिँ नि 10H हार्डनेस हुन्छ त्यसैले गर्दाखेरि त्योभन्दा स्ट्रङ 9H भनेको त नर्मली हामीले यो टेम्पर ग्लासबाट फोनमा हजुर 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 त्यो स्क्रच रेजिस्टेन्टको कुरा हो हैन एक्ज्याक्टली 9 बाट अब 10 भयो 10 भयो ओके भनेपछि यो चाहिँ नि पहिलाको भन्दा अझै बेटर भयो अब कस्टमरहरूलाई चाहिँ नि कतिजना कन्फ्युज हुनुहुन्छ ग्रास कोटिङ क्रिस्टल कोटिङ यो के कोटिङ फलाने कोटिङ भनेर चाहिँ नि जति पनि कन्फ्युज हुनुहुन्छ खासमा कन्फ्युज हुनु पर्दैन हजुरहरू सबैभित्र कम्पोजिसन चाहिँ नि त्यही भइहाल्यो होइन त्यो बाहिरको कभर चाहिँ नि आफ्नो प्रडक्टको एउटा नाम दिएको हुन्छ नि होइन त्यो नाम मात्रै हो क्या त्यसको कम्पोजिसन चाहिँ नि हेर्ने 9H नानो सेरामिक हो कि 10H ग्राफिन सेरामिक हो कि त्यो भयो भने चाहिँ नि अझ क्लियरली बुझ्न सकिन्छ होइन यो चाहिँ नि 9H नानो सेरामिक भन्दा धेरै नै स्ट्रेन्थको लेभलबाट बुझ्नु पर्छ हजुर 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 यो चाहिँ अलमोस्ट डबलै जान्छ क्या लाइफ 10 हुन बित्तिकै 9 बाट 10 हुने बित्तिकै त्यो एक मात्रै बढेको होइन कि स्ट्रेन्थ डबलै जस्तो छ क्या यसको लाइफ होइन पहिला चाहिँ नि सेरामिक हुँदाखेरि चाहिँ नि 4 to 5 इयर्ससम्म म्याक्स 5 इयर्ससम्म जान्थ्यो भने अहिले चाहिँ नि ग्राफिन सेरामिक हजुरको 7 to 10 इयर्ससम्म जान्छ कि ओके भनेपछि अब जुन 7 to 10 इयर्स भन्यो नि जस्तो अब नर्मली अब कोटिङ गराइसकेपछि आउने मान्छेहरूले चाहिँ एकचोटि कोटिङ गरेपछि के कुरामा ध्यान दिनुपर्ने हुन्छ र त्यो आफ्टर सेल्स चाहिँ हाम्रो के हुन्छ त 10% हाम्रो यस्तो हुन्छ के अरे उहाँहरूले चाहिँ नि अलि गाडीलाई मैले कोटिङ गरेको छु भनेर भन्ना बित्तिकै ओ मेरो गाडी त बुलेट प्रुफ भयो भन्ने टाइपको माइन्डबाट चाहिँ निकाल्नु पर्यो धेरैजना त्यसरी सोच्नुहुन्छ मेरो गाडी त केही हुँदैन ठोकिँदाखेरि पनि केही हुँदैन कतै कोतारिँदैन भन्ने सोच्नुहुन्छ तर त्यो गलत हो है अब ठोकिँदाखेरि फलामै कुचिन्छ अब मैले के प्रोटेक्ट गर्यो भनेर भनौँ होइन अब यसमा चाहिँ मुख्य भन्ने हो भने कोटिङ गरिसके पछाडि चाहिँ हाम्रो गाडीलाई सबभन्दा नराम्रो र कुरूपै देखाउने भनेको घाम पानीबाट हुने डलनेस है जसले चाहिँ नि यो हजुरको गाडी चाहिँ सेतो मात्रै देखिरहेछ भने चाहिँ अहिले त झलल्ल टल्किरहेछ 8-10 महिना विदाउट कोटिङ अलिक केयरलेस गरेर छोडिदिनुहोस् त्यो सेतो मात्रै देखिन्छ टल्काइ चाहिँ हुँदैन फेरि हल्का पहेँलो पनि हुन्छ हजुर हजुर त्यो अझ पानीहरू गलत पर्यो भने त त्यो पहेँलोपन आउने अक्सिडाइज हुने यो प्रब्लमहरू आउँछ तर कोटिङले चाहिँ यसमा के गरिदिन्छ भनेपछि हजुरले घाम पानी धुवाधुलो जहाँसुकै फालेर राखिदिनुहोस् है त्यो फोहोर भएको गाडीलाई धेरै नै फोहोर छ भने एकचोटि प्रेसर वासिङ जस्ट पानीले मात्रै वास गरिदिनु भयो भने गाडी जस्तो क्लिन थियो पहिला त्यसै नै हुन्छ टलक्क टल्केर बस्छ है लामो समयलाई हेर्ने हो भने चाहिँ हामीले यसरी बुझ्नु पर्यो अब कोर्दाखेरि पनि नकोरिने यो त्यो भन्ने चाहिँ हुँदैन नर्मली हाम्रो अब हातमा लगाएर मैले भनेको 10 वर्षको बिचमा हामीले केही बिचमा यो फेरि अर्को कोटिङ या त्यस्तो के सर्भिसिङ गर्नुपर्ने त्यस्तो के हुन्छ हजुर इयरली एकचोटि मेन्टेनेन्स भनेर हुन्छ यो मेन्टेनेन्समा चाहिँ नि हजुरको 1 वर्षभरि चाहिँ नि त्यो कोटिङमाथि जति पनि फोहोरहरू हाम्रो अब अलि पोल्युटेड इन्भाइरोमेन्ट छ यसले गर्दाखेरि चाहिँ नि धुवा धुलोहरूले चाहिँ नि
त्यो कोटिङलाई टल्किनबाट जसले छेकिराखेको हुन्छ होइन एउटा लेयर त बनिसक्यो। हजुर हजुर एउटा लेयर हो त्यस्ता लेयर जुन पानीको दागहरू अब कति पानी बगेर चाहिँ जुन बाटो बनाएको हुन्छ त्यो साइडमा चाहिँ मिनरल्सहरू म्याक्सिमम डिपोजिट भएर सेतो सेतो बनाएर बसिरहेको हुन्छ होइन त्यो कुराहरू यस्ता यस्ता कुराहरूलाई चाहिँ हामीले क्लिन गरेर होइन डे 1मा जस्तो हजुरको गाडी डेलिभरी भएको थियो नि त्यही कन्डिसनमा चाहिँ नि हामीले कोटिङलाई बुस्ट शुद्ध गरेर चाहिँ डेलिभरी गर्छौँ। त्यसको एक्स्ट्रा चार्ज लाग्छ कि लाग्दैन? त्यसलाई चाहिँ नि सर्टेन अमाउन्ट चार्ज लाग्छ। अब बजारमा चाहिँ अब धेरैजनाले हामी त फ्रीमा सर्भिस गरिदिन्छौँ यस्तो उस्तो भनेर भन्ने गर्नुहुन्छ। एक्चुअलमा प्र्याक्टिकल मान्छेले के बुझ्नु पऱ्यो भने फ्रीमा काहीँ कामै हुँदैन है, गाडी धोको त पैसा लाग्छ। हो एक्ज्याक्टली। अब हजुरको फ्रीमा काम हुँदैन भनेपछि हामीले के बुझ्नु पऱ्यो भने कसैले गरिदिन्छु भनेको छ भने उहाँहरूको चाहिँ नि त्यो एउटा फर्स्टको एउटा ह्यान्डसम अमाउन्ट जुन पे गर्नुपर्ने हुन्छ नि त्यो अमाउन्ट लिनलाई चाहिँ नि कन्भिन्स गरिराखेको छ भनेर जान्नु पऱ्यो। ओके है जसले लङ टर्म चाहिँ नि म हजुरहरूलाई सेवा दिन्छु म हजुरलाई जे परे नि असिस्ट गर्छु भनेर चाहिँ नि सोच्नु भएको छ भने त्यहाँनिर चाहिँ नि के बुझ्नु भन्दाखेरि उसले चाहिँ नि मलाई सेवा दिन सक्दैन किनभने फ्रीमा अफर गरिरहेछ। ओके आजको दिनमा फ्रीमा त केही पनि हुँदैन। त्यसैले गर्दाखेरि हाम्रो सर्टेन गाडीको साइज हेरेर एकदमै सर्टेन त्यो चार्जहरू चाहिँ लाग्छ। किन भन्दाखेरि लेबर लाग्ने भयो केमिकल्सहरू लाग्ने भयो अब त्यो लागतलाई त गर्नु पर्यो नि त। पहिला आफू कहाँ कोटिङ गरिरहेको छ नि प्रिभिलेजका साथ स्पेसल प्राइसमा गर्ने। हजुर 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 मान्छे अब अहिले यति धेरै अब अल्ट्रासाउन्ड त अब लगभग छाइरहेछ। मैले हेर्दा चाहिँ अरूको पनि खोलेको देखेको छु होइन। हाम्रो यहाँ कुलेश्वरमा त यो भयो भने अर्को हाम्रो भक्तहरू पनि खोलेको छ। के छ हाम्रो कतिवटा बनाउने प्लान छ यो अरूको थप्ने कसरी मनमा आयो रोजगारी कतिले पाइरहेको छ यो पनि त सोच्नुपर्ने कुरा हो नि त होइन। हजुर हजुर हाम्रोमा चाहिँ अहिले टोटल दुईवटा आउटलेटमा दुइटैमा हेर्ने हो भने चाहिँ 40जना जति 40जना हजुर हजुर 40 हजुर हजुर 40जना जति छौँ। कारवासहरूदेखि लिएर हाम्रो भक्तपुरमा चाहिँ कारवास पनि छ। यहाँ चाहिँ कोटिङहरू कार एक्सेसरिजहरू मात्रै भए अब उता चाहिँ नि हामीले कारवास पनि चलाएको छौँ। उता अझ म्यान पावर धेरै लाग्छ। त्यो कारणले गर्दाखेरि चाहिँ अब यसैलाई अहिले भक्तपुरमा भयो भने अब भोलिको दिनमा यसो मेन सिटीहरूलाई चाहिँ हामीले यसो हेरिराखेका छौँ। के अरे अब सबैजनालाई सरप्राइज नै दिउँला सरप्राइज नै दिउँला प्लानमै छ। अब यो कहाँ खोल्या भनेर चाहिँ नि हामी त्यो बेलामा अनाउन्स गरि नै हाल्छौँ। आशा गरौँ छिटै धेरै ठाउँमा आओस् होइन। हजुर किन काठमाडौँ मात्रै बस्ने मान्छेले सर्भिस पाउने बाहिर बस्ने मान्छे पनि पाउनु पर्यो। अन्त धेरै मान्छेले काठमाडौँ ल्याएर पनि कोटिङ गराउनुहुन्छ होला होइन? काठमाडौँ ल्याउनुहुन्छ तर पनि हामीले के फिल गऱ्यौँ भन्दाखेरि ल्याउन त अब ल्याइ नै हाल्नुहुन्छ तर पनि भक्तपुरमै जाँदाखेरि पनि भक्तपुरको मान्छेहरू त्यहाँनिर एकदम हुल हुँदाखेरि हामीले सोच्यौँ कि होइन अलि सजिलो बनाइदियो भने त घर अगाडि जाँदाखेरि चाहिँ अलि सजिलै हुने रहेछ मान्छेहरू इन्ट्रेस्टेड हुने रहेछन् होइन। कतिजनालाई चाहिँ ट्राभल गर्न त्यो ट्राफिक होइन त्यो दूरी यो कुराहरूले गर्दाखेरि चाहिँ अलि टाउको दुखाइ नै हुने रहेछ कि भनेपछि जहाँ छ त्यहाँ सर्भिस पाइने हजुर हजुर सोचिसक्यो। हजुर हजुर अब हेरौँ सकेसम्म घर दैलो प्रोग्राम चलाउनु पर्ला जस्तो छ। हजुर अब यो एक्सपान्सन त गर्ने भन्यो हरेक सिटीमा खोल्ने पनि भन्यो होइन। अब हाम्रो काममा पनि त कम्पिटिसन त छ नि होइन। अब मैले पनि हेरिरहेको छु अब कति ठाउँमा यो आफूले कोटिङ गरेपछि थाहा हुँदो रहेछ कि यो डिटेलिङ र कोटिङ भनेको बोर्ड पहिला आँखामा पनि परिहाल्छ होइन। यसरी अरू कोटिङ र हाम्रो कोटिङमा हामीले कसरी अलग पाउन सक्छौँ यहाँ के फरक पाउन सक्छौँ? अब त्यो अब कोटिङको प्रडक्ट वाइज चाहिँ फरक त परि नै हाल्छ होइन। अब कस्तो प्रडक्ट कुन प्रडक्ट लगाएको छ भनेर चाहिँ फरक परिहाल्छ। अब त्यसमा अझ धेरै ठुलो फरक पर्ने भनेको चाहिँ कामदार हजुरको गाडीमा कसले काम गरिरहेको छ उसको हात र एक्सपिरियन्सले एकदमै धेरै फरक पर्छ। एकदमै हजुर हो एक्ज्याक्टली खानको लागि 30% प्रडक्ट 70% कामदार यो कामको लागि यो कामको लागि कामदार जति फाइन भयो हजुरको गाडी त्यति फाइन भएर निक्लिन्छ। पछि कामदारमा अलिकति के भयो भने हाम्रो जापानिज एक्सपिरियन्स हजुर त्यो एक्सपिरियन्स त भइ नै हाल्यो। अब यसैमा चाहिँ नि कस्टमरहरूलाई मैले भन्नुपर्दाखेरि चाहिँ अलि आफ्नो गाडी भनेको हाम्रो देशमा चाहिँ सम्पत्ति नै हो होइन। साधन मात्रै होइन सम्पत्ति भनेर लिन्छ हो नि। अब सस्तो कहाँ छ र हजुर हजुर एउटा घरै आउने पैसा गाडी दिनुपर्ने हुन्छ त्यो अर्काको हातमा जिम्मा लगाएर दिनु पर्यो होइन। हजुर हजुर त्यही भएर आफ्नो सम्पत्तिलाई चाहिँ जहाँ पाए त्यही नछोड्नुहोस्
एक्सपिरियन्स मान्छेलाई छोड्नुहोस्, कमसेकम काम गर्ने मान्छेलाई गाडीको बारेमा त थाहा हुनु पऱ्यो नि त होइन। अब यहाँ लैलैमा लागेर खोल्यो भने चाहिँ नि हामी गरिदिइहाल्छौँ नि भन्ने खालको अब गाडी पनि थाहा नभएको मान्छेहरूले चाहिँ आजभोलि चाहिँ नि अब हामी जस्तै कामहरू खोलेर बसिराखेका छन्। अब त्यसै कारणले गर्दाखेरि अब त्यहाँ चाहिँ अलिकति होसियार भएर अलि एक्सपिरियन्स अब बनाउन गएको राम्रो बनाउन गएको गाडी चाहिँ उल्टो बिगारेर पठाइदियो भने त मजा आउँदैन नि त, हो कि होइन। त्यो भएपछि त नयाँ गाडी हुन्छ, अब त्यति महँगा गाडीहरू मन दुख्न थाल्छ होइन। अब आफूलाई त्यो ठाउँमा के बिग्रिएछ भनेर थाहा पनि हुँदैन, अब लुकाएर ढाकछोप गर्ने। अब हुन्छ काममा गर्दाखेरि चाहिँ नि केही कम्प्लिकेसनहरू आउँछन्, तर त्यसलाई चाहिँ फिक्स गर्न सक्ने खालको पनि क्षमता राख्नुपर्छ भनेर भन्छ। भनेपछि यो अहिले त्यो त काममा भइहाल्यो, पहिला वासिङ भयो, त्यसपछि कोटिङको काम भयो होइन। हजुर, अब फेरि के अरू एसेसरिजहरूको अब अरू पनि प्लान छ कि एडन सर्भिसहरू के दिनु? हजुर हजुर, यो हेर्दै जाऊँ। अब हामीसँग गर्नुपर्ने कामहरू धेरै नै छन्। अब जस्तै अहिले पनि हामीले अब प्रिमियम लेदर सिट कभरहरू, वान अफ द फाइनेस्ट सिट कभरहरू चाहिँ नि अफर गर्छौँ र हामीले कार एक्सेसरिजमै धेरै कुराहरू। मैले कति मजाको विलहरू पनि त्यहाँ देखिरहेको छु। हजुर हजुर हजुर, कस्तो दामी लाग्यो। हजुर पहिला पहिला त यति पाउन पनि गाह्रो हुन्थ्यो। हजुर हजुर, अब जे बजारमा चाहिँ खोजेर पाउनु भएको छैन त्यो चाहिँ हामीले उपलब्ध गराउँछौँ कि। ओके, जुन बजारमा छ्यास्ती छ त्यो छैन हामीसँग। जे पाइँदैन सुविधाको हिसाबले चाहिँ हामी दिइ नै हाल्छौँ होइन। तर खोज्दा पनि पाइरहेको छैन, मलाई इच्छा छ तर मैले पाइरहेको छैन भन्ने कस्टमरहरूको लागि चाहिँ नि अल्ट्रासाउन्डमा पक्का पनि एकचोटि कन्ट्याक्ट गर्नु होला। पक्का पनि अल्ट्रासाउन्ड पनि त्यो माथि नि नरेश भाइलाई नै आएर भेट्यो भने चाहिँ झन् होइन। अब त्यसैमा हामीले के कन्सल्ट गर्न सक्छौँ, के हजुरहरूलाई अफर गर्न सक्छौँ, त्यो कुराहरू चाहिँ नि हामीले सबै दिने नै छौँ। अथवा चाहिँ हामीसँग उपलब्ध छैन भने पनि अब प्रि अर्डरहरू पनि गर्न सकिन्छ, केही समय लाग्छ तर इच्छा छ भने त त्यसलाई पनि अलिकति कुर्न चाहिँ पर्छ। ठिक छ, जस्ट एउटा अल्ट्रासाउन्डको हामीले ओभरअल बारे जानकारी त हामीले पाइहाल्यौँ होइन। अब म अर्को सोध्नु मन लागेको कुरो त मेरो गाडी टल्ल टल्किएर बसिरहेको छ होइन। अब मैले गाडी छोडेँ, हजुर, आउँदा टल्केको देखेँ मैले। अब यो टल्किने प्रोसेसहरू चाहिँ के भयो यसमा? यो चाहिँ किनभने मैले हुन त पहिलाको भिडियोमा पनि तपाईँलाई डिटेलमा त बताएको छु। आज चाहिँ म एकदम नरेश भाइकै मुखबाट सुन्न चाहन्छु यसलाई कसरी चाहिँ गरेको छ होइन। मैले भने बेला केही गल्ती पनि भएको थियो कि होइन, स्टेप बाई स्टेप यसो भनिदियो भने सबैले बुझ्नुहुन्थ्यो कि। हजुरको यसमा गर्नुपर्ने स्टेजहरू चाहिँ धेरै नै हुन्छ होइन। अब नयाँ गाडी सोरुमबाटै ल्याउँदाखेरि पनि अब हाम्रो नेपालको कुरा गर्ने हो भने हाम्रो चाहिँ अब अलिकति दुर्भाग्य नै छ। अब ल्यान्डलक कन्ट्री भएको भएर चाहिँ नि हजुरको अब 300, 400, 500 किलोमिटर चाहिँ नि गाडी गुडेर आउनुपर्छ र त्यो आफूले चलाउनुभन्दा पहिला अरूले चलाइसकेको हुन्छ। त्यो रोडमा जान बित्तिकै केही न केही कुराहरू गाडीमा आइसकेको हुन्छ है। त्यसैले गर्दाखेरि हामीले फर्स्टमा केमिकल वास गर्छौँ। अब केमिकल वासहरूमा गर्दाखेरि चाहिँ हजुरको रोड टारहरू लागेको छ कि अब त्यो अलकत्र लागेको। हजुर हजुर, यो कुराहरू भयो। अब कतिपय कुराहरू अब गाडी पनि सप्लाई गर्नुभन्दा अगाडि यसको ब्याच नपुगुन्जेलसम्म त त्यहाँ पनि थन्केर बसेको हुन्छ, घाम पानी धुवा धुलो उतापट्टि नि खाइसकेको हुन्छ। त्यस्ता कुराहरू चाहिँ नि अब वाटर मार्कहरूदेखि लिएर धेरै कुराहरू बसेको हुन्छ। यी सबै कुराहरू चाहिँ केमिकल वास गरेर चाहिँ नि हामीले निकाल्छौँ भने त्यहाँबाट नयाँ गाडी छ भने चाहिँ भित्र आइसके पछाडि 2 स्टेजसम्मको चाहिँ 2 स्टेज हजुरको त्यतिसम्म चाहिँ नि पलिसिङहरू हुन्छ, पेन्ट करेक्सनहरू। पेन्ट करेक्सन भइसके पछाडि यसलाई जति पनि टल्काउनु छ, जति पनि बनाउनु छ, मैले अघि हजुरलाई भने जस्तै 70% के सुरुमा भाइहरूले सबै काम गरिसके पछाडि 30% चाहिँ नि प्रोटेक्टिभ लेयर लास्टमा जुन हामीले ग्राफिन कोटिङ भन्छौँ त्यो लगाएर चाहिँ नि 12 घन्टासम्म क्योर गराइदिन्छौँ। रोडको लागि रेडी हुन्छ त्यति भइसके पछाडि अनि त्यस पछाडि बल्ल लास्टमा डेलिभरी गर्ने यसको प्रोसेस चाहिँ नि त्यो हुन्छ। भनेपछि ओभरअल एउटा गाडीलाई कोटिङ गर्न छोड्नु पर्यो भने 2 दिन लाग्छ कन्डिसन हेरेर। अब जस्तै हजुरको यो साइजको गाडी व्हाइट कलरमा छ भने चाहिँ हामीले 24 आवर्ससम्म चाहिँ नि डेलिभरी गर्न सक्छौँ। ब्ल्याक छ भने चाहिँ ब्ल्याक छ भने 48 आवर्स कन्फर्म। ब्ल्याकलाई गाह्रो, ब्ल्याक डार्कलाई भनौँ न, ब्ल्याक, रेड, ब्लू
जति पनि डार्क कलरहरू छन् यसमा चाहिँ अलि बढी डिटेलमा काम सुनिहाल्नु भयो सेतो गाडी किन्नु सजिलो हुन्छ कोटिङ गराउनलाई पनि सफा गर्नलाई पनि मैलो धुलो पनि देख्दैन होइन हजुर अब हाम्रो इन्भाइरोमेन्टमा यो अलि फिट पनि हुन्छ लाइट कलरहरू अब डार्क चाहिँ नि हजुरहरूले धोएर निक्लिन बित्तिकै पनि एउटा सानो थिन लेयर डस्ट लगायो भने पनि फोरी जस्तो फिल भयो त्यो कतिजनाले गरिराख्नु पनि भयो होला होइन अब त्यो मैले त अहिलेसम्म अब मेरो त माइन्ड मेकअप गरिसकेको छु जति गाडी किने पनि सेतै किन्ने हजुर हजुर अरू किन्दैन किन्ने यो भने अब उज्यालो खुसी पनि बनाइराख्छ यो कलरले चाहिँ मलाई पनि त्यस्तो लाग्छ अनि अब यति गरिदिइसके पछाडि चाहिँ नि हजुरको राम्रोसँग केयर गरेर राख्नुभयो भने 10 वर्षसम्म हजुर ढुक्क हुनु यो त नयाँ गाडीमा थियो हजुर हजुर पुरानो गाडीमा पनि फेरि सेम प्रोसेस हुन्छ होइन पुरानो गाडीको प्रोसेस नै डबल हुन्छ भनेपछि पुरानो गाडीलाई चाहिँ 48 घण्टामा सकिँदैन पुरानो गाडीलाई धेरै छिटो भयो भने 48 घण्टा छिटो भयो भने 48 दिनसम्म लाग्छ नत्र एडिसनल एउटा दिन चाहिँ थपिनु पर्छ हप्ता दिन पनि लाग्दैन पुरानो गाडी छ भने कहीँ रङ उक्किएको छ कोत्रेको छ भने त्यसलाई पहिला पेन्ट पनि गर्नुपर्ने अनि त्यसले पनि टाइम लिन्छ हजुर हजुर अब कतिजना हुनुहुन्छ एकदमै माया गरेर राख्ने कस्टमरहरू हामीले पनि यहाँ भेट्छौँ ओहो भने जस्तो हो मैले देखेको थिएँ यहाँ बिचमा आउँदाखेरि पुरा एन्टिक गाडीहरू होइन लास्ट म आफू जन्मिनुभन्दा पहिला गाडीहरू पनि टल्ल टल्लिएको त्यो गाडीहरूको फेरि कहानी छुट्टै छ ओके भनेपछि जस्ट पुरानो गाडी छ भने चाहिँ अलिकति बढी टाइम लाग्छ नयाँ गाडीलाई चाहिँ छिटोमा 24 घण्टा ढिलोमा 48 घण्टा हजुर हजुर बस यसमा चाहिँ कुनामा पनि सानो टुल्सहरूले हामीले सफा गर्ने गर्छौँ कतिपय कुराहरू चाहिँ कस्टमरले पनि थाहा पाउनुहुन्न क्या कस्टमरले थाहा पनि पाउनुहुन्न यहाँ यस्तो काम भएको छ भनेर होइन तर हाम्रो चाहिँ काम के हो हामीले त्यो पुरा गरेर दिन्छौँ क्या ओके काम टार्ने हुँदैन प्रोपर काम त्यो एउटा प्रोसेस नै छ त्यो ओके त्यसलाई चाहिँ नि कसैले आएर यो कुना त्यो कुना यता कुना यो चेप त्यो चेप हजुर हजुर कहाँ धुलो अड्केको छ कहाँबाट फोहोर निकाल्नु पर्ने अलकत्र यता सब हजुर सबै त्यो चाहिँ नि एउटा प्रोसेस नै भयो कसैले गर भन्दैमा गर्ने र नगर भन्दैमा नगर्ने होइन त्यो गाडी आइसके पछाडि चाहिँ नि त्यो काम कसरी गर्ने भनेर सबै टिमलाई नै थाहा छ कहाँबाट सुरु गरेर चाहिँ नि अनि कहाँ लगेर सकाउने भनेर त्यही हिसाबको एउटा नियमले नै भनौँ न नियमले गएर सकाएर चाहिँ नि हामीले डेलिभरी गर्ने गर्छौँ ओके र यो त थियो आज तपाईँलाई मैले अल्ट्रासाउन्डमा आफ्नो पछिल्लो गाडी पनि फाइनली कोटिङ गरेर लिएर जाने बेलामा मलाई पनि केही जानकारी र मैले धेरै कुरो पाइसकेको थिएँ तर पनि तपाईँहरूले पाउनु भएको थिएन भने तपाईँले पनि आजको भिडियोबाट यो कोटिङ के हो रहेछ कसरी हुँदो रहेछ र नेपालमा कसरी कोटिङ सुरुवात भएको रहेछ भन्ने कुरो बुझिहाल्नुभयो होला र तपाईँलाई पनि आफ्नो गाडीको कोटिङ गराउनु पर्ने छ भने अब अल्ट्रासाउन्डलाई चाहिँ नभुल्नु होला यति भन्दै आजलाई बाई बाई नमस्ते